भैनसिंह बान्देलको मुलुक बाहिर 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 डेराबाट निस्केपछि रने अघि अघि म्याउसी पछि पछि हिँड्न थाले। जुनेली रात छ, निर्मल जुनको शीतल किरण बाटा मुनि माथिका तुषाराच्छादित झारपातमा लागेको देखिन्छ। जुनको टकले गर्दा झारपात सबैमा चाँदीको झलक लागे जस्तो देखिन्छ। वनको माझको त्यो मानवहीन सडकमा कतै रुखको छाया परेर अँध्यारो छ, कतै छ्याङ्ग जुनको टक परेको छ। रातको गम्भीर निशब्दतामा त्यो वन शून्य चकमन्न छ। जुनको टकले गर्दा उपत्यका दुई पहाडको बीचमा जंगल पारी दूर प्रान्तदेखि नै क्षितिजको रङ नीलो देखिन्छ। चारैतिर सर्वत्र शान्ति छ। केवल बाटामुनि बगिरहने टिस्टा नदी मात्रै अविश्रान्त गतिले बगिरहेको छ र वारी टिस्टा नदी पारी शून्य सघन वनमा क्षीण स्वरले कोइली कराइरहेको सुनिन्छ। निकै टाढासम्म रने र म्याउसी केही कुरा नगरी त्यसै हिँडिरहे। डेरादेखि रनेले पनि म्याउसीलाई एक वचन केही सोधेन। केही टाढा आइपुगेपछि एउटा गहिरो खोल्साभित्र तिनीहरू आइपुगे। त्यसै बेला रनेले सोध्यो, आज त के भनेर वर डेरामा आइस? मैले त केही नराम्रो कुरा गरेको थिएन। सानो कुरामा त एक्कासी रिसाएर डेरादेखि निस्केर आइसस्। म्याउसीले केही जवाफ दिएन, चुप लागेर हिँडिरही। रनेले फेरि सोध्यो, मैले त ठट्टा मात्रै पो गरेको थिएँ, त किन त्यसरी रिसाइस् त? म्याउसीले पछिल्लोतिरबाट झर्केर जवाफ दिए, अँ ठट्टा ठट्टामा त्यसरी अर्कासित आँखा लाउने त? एक दिन पो ठट्टा हुन्छ, 2 दिन पो ठट्टा हुन्छ। रने पछिल्लोतिर मुसो हाँस्दै हिँडिरह्यो। म्याउसीको अनुहार अघिदेखि अँध्यारो थियो, झन् अँध्यारो हुँदै आयो। रनेको स्वाभाविक ठट्टाले त्यसको नारी हृदयमा ठूलो आघात पर्यो। त्यसको निर्बोध मन साह्रै दुखेर आयो। फेरि त्यो दुई त्यत्तिकै नबोली हिँडिरहे। वर वनको माझमा आइपुगेपछि रनेले फेरि भन्यो, होइन उही ठट्टा हो, उही साँचो हो। माइला भुजेलको कुराले पो त एक्कासी त्यसरी रिसाएकी होलिस्। पर डेरामा पनि त माइला भुजेलसितै टाँसिएर बसेकी थिइस् कि माइला भुजेलसित? रनेको कुराले म्याउसीलाई साह्रै रिस उठेछ। हिँड्दै हिँड्दै त्यो टक्क उभि। रनेले भन्यो, हिँड्न, किन उभिए कि? तर म्याउसी पटक्क मानिन। अर्कालाई बिना सिधी दोष लगाएपछि नै डेरामा जाँदै जान भनेर रुन लागि। रनेले फकायो, सम्झायो, तर म्याउसी मान्दै मानिन। रने फसादमा पर्यो। यस्तो वनको बाटोमा रातको निशब्दतामा के गर्ने? त्यसलाई एक्लै छोडेर जान नहुने। रनेले फकाई फुलाई म्याउसीलाई लाने विचार गर्यो, तर रनेको केही सिप लागेन। त्यो एक डेग नसर्ने भई रनेलाई रिस उठ्दै गयो र म्याउसीको हात समातेर हिँड छिटो, नत्र पानी मुनि फालिदेऊला अनि थाहा पाउलिस् भनेर तर्सायो, अफ्कायो। तर म्याउसीले एक पाइलासम्म अघि सारिन। रनेको क्रोध बढ्दै गयो। जति जति त्यसले म्याउसीलाई फकाउन थाल्यो, उति उति त्यसलाई रिस बढ्दै गयो। त्यसले अनेक सम्झाउँदा, डर देखाउँदा पनि केही लागेन। त्यसले म्याउसीलाई हातमा समातेर तान्यो, बलैले घिस्यायो, लछार पछार गर्दै तान्यो, तर म्याउसी ठ्याम्मै हिँडिन। रनेलाई अब अचाकले रिस उठ्यो। रनेले बिस्तार बिस्तार भयङ्कर रूप धारण गर्यो। त्यसको मनमा अनेक कुभावनाहरू आए। त्यसको जम्मै शरीर काम्न थाल्यो। क्रोध र घृणाले त्यसको अनुहार रातो कालो हुँदै आयो। त्यसका दुवै आँखा अपराधीका जस्ता देखिए। त्यसको मुखमा एउटा अचम्मको कलुषित भावनाको रेखा झल्किरहेको थियो। त्यसले आफ्ना दुवै हात बलियो गरी मुठी पारेको थियो।
त्यसको शरीरको जम्मै रगत उम्लिँदै आयो। वनको निर्दयी पशु झैं स्वा स्वा सास फेर्दै त्यसले म्याउसीलाई हेरिरह्यो। त्यसबेला जुन डाँडापारी पुग्न आँटेको थियो, शीत परेको झारपातमा जुनको अन्तिम टक अझै टल्किरहेको थियो। टिस्टापारीको सघन वन जुनको उज्यालोले राति अति मनोहर देखिन्थ्यो। लहराएर झ्याउले लटरम्म बेरेका अग्ला अग्ला रुखका हाँगाबाट जुनको उज्यालो सिरेर सडक छर्लङ्ग देखिन्थ्यो। त्यो बेला चारैतिर चकमन्न र सामसुम थियो। जुनको प्रकाश मुनि गम्भीर भावले बगिरहने टिस्टा नदीको पानी पनि निर्मल देखिन्थ्यो। म्याउसीलाई ठूलो आशंका र भयले छोप्यो। त्यसलाई कसैले चारैपट्टिबाट एक्कासी छोपेको जस्तो तथा थिचेको जस्तो लाग्यो। त्यसको अन्तरात्माले भविष्यमा हुने अज्ञात दुर्घटना र विपत्तिको कल्पना गर्न थाल्यो। त्यसबेला आकाश, पृथ्वी, वन, रुखपात सबै फनी घुमे जस्तो लागे। म्याउसी दुवै हातले मुख छोपेर एकचोटि चिच्याई। त्यसपछि बाटोको छेउमा एउटा रुख थियो। म्याउसी त्यसैलाई समाउन पुगी। रने लामो लामो सास फेर्दै अझ म्याउसीलाई हेरि नै रहेको थियो। त्यसका दुवै भ्रिकुटी संकुचित भए, कञ्चट र गाला चल्न थाले। त्यसका आँखामा असंख्य विषाद र विमर्शका छायाहरू दगुर्न थाले। त्यसलाई आफ्ना आँखाको अघिल्तिर धेरै जुनकिरीहरू घुमे जस्तो लाग्न थाल्यो। एकछिनपछि त्यसले म्याउसीको पाखुरामा निष्ठुर भावले समात्यो र निसासिँदै भन्यो, साँच्ची हिँड्छस् कि यही तल पानीमा फ्याँकिदिउँ? त्यति भनेर रने म्याउसीलाई तान्न थाल्यो। तर म्याउसीले आफूले समाति राखेको रुख छाड्दै छाडिन। रने रिसले बौलाहा भयो। त्यसको विवेक शक्ति हरायो। म्याउसीप्रति त्यसको मनमा अब माया, ममता, दया केही रहेन। त्यसको हृदय र मस्तिष्क जंगलको हिंस्रक पशुको जस्तो विवेक शून्य भयो। क्रोध र घृणाले रने विक्षुब्ध भयो। त्यसका दुवै आँखा एक्कासी अंगार जस्ता काला भए। रिसको आवेगमा त्यसले आफ्नै ओठ टोकिरहेको थियो। हठात त्यसको मनमा के आयो? त्यसले आफ्नो पटुकामा घुसारेर राखेको उही सेतो रुमाल झिक्यो र बलसफ्ती त्यसका दुवै हात बाँधिदियो। म्याउसीले रुमाल फुकाउन अनेक चेष्टा गरी, छटपटाई, चिच्याई, तर पुरुषको बलियो हातको अघिल्तिर त्यसको केही लागेन। रनेले म्याउसीलाई जुरुक्क उठायो अनि यताउति हेरेर डिलमुनतिर सर्यो र तलतिर हेरेर म्याउसीलाई तल पानीमा फ्याँकिदियो। तल पानीदेखि झ्वाम्म गरेर ठूलो शब्द आयो अनि पानी छचल्किएको आवाज सुनियो। अरू केही सुनिएन। चारैतिर फेरि चकमन्न भयो। पहाडी वनमा कोइली कराउँदै थियो। त्यो पनि सुनिएन। जुन पनि डाँडा पारी अस्ताउनै आँटेको थियो। तर यो घटना टिस्टा नदी बाहेक अरू कसैले देखेन। केही बेरपछि रनेले आफ्नो निधारमा बगेको चिसो पसिना हातले पुछ्यो। त्यसलाई सपना जस्तो लाग्यो। एकै मिनेट अघि भएको त्यो दृश्य, यो घटना त्यसलाई विस्मृत सपना जस्तो लाग्यो। तर टाउको उठाएर हेर्दा रनेले टिस्टाको पानीमा म्याउसीको लास कहिले डुब्दै कहिले माथि बग्दै गरेको देखियो। रने घस्रिँदै बाटा मुनिको ठूलो पहराको डिल्नेर पुग्यो र घोडा टेकेर मुनि पानीमा निर्निमेष दृष्टिले हेर्यो। त्यसपछि घोटिएर रोन थाल्यो। पहाडी वनमा एकचोटि फेरि कोइली करायो। रनेले टाउको उठाएर पानीमा हेर्यो। त्यसबेला म्याउसीलाई टिस्टा नदीले बगाएर निकै तल पुर्याइसकेको रहेछ। तर त्यसका हातमा बाँधेको सेतो रुमाल भने जुनका टकमा अलिअलि देखिन्थ्यो। म्याउसीलाई आँखाले देखुन्जेलसम्म रनेले उतै टिस्टातिर हेरिरहेको थियो।